माई न्यू ब्लग्स। आज हामी चाहिँ पहिल्यै जाँदैछौँ दिदीबहिनी मिलेर। यो चाहिँ हाम्रो नेपालगञ्जको बजार हो। यो चाहिँ एउटा हनुमान मन्दिर भन्ने छ सानो है, बिचैमा छ त्रिवेणी मोडको वहाँ अगाडि। यो चाहिँ हामी आज चाहिँ पहिल्यै जाँदैछौँ हल्का अब सपिङ गर्न। सपिङ भन्नाले पनि अब दुकानको सामान ल्याउनलाई हल्का बहिनीको त्यहाँ जाँदैछ। हजुरलाई अब हल्का देखाउँदैछु अलिअलि पहिल्याको लागि। यो चाहिँ हाम्रो नेपालगञ्जको बजार अलिअलि चाहिँ हेर्नुहोस् है। यो हाम्रो भेरी हस्पिटल हो। यो भेरी हस्पिटल यो पुरै ठुलो भेरी हस्पिटल देखिँदै हुनुहुन्छ। यो चाहिँ अहिले नयाँ बोर्ड बनाइरहेछन्, बनिसक्यो। इमर्जेन्सी वार्ड भन्छन् यसलाई है। कसैलाई इमर्जेन्सी छ भनेपछि यहीँ आउनु होला। यो चाहिँ हाम्रो चार बहिनी। यहाँनिर चाहिँ आर्मी ब्यारेक छ पुरानो। यहाँनिर अगाडि चाहिँ ठेलावेला सबै लागेछ। यो चाहिँ नयाँ बन्दैछ आर्मी ब्यारेकको होइन। यहाँनिर चाहिँ यो हुलाक पनि आउँदैछ। यहाँ हाम्रो अगाडि यो हुलाकको बाटोसम्म आउँछ। यो चाहिँ पिपलको रुख। हामी चाहिँ यहाँ पहिलो हुलाकमा आउँथ्यौँ सिटी हाल्नलाई बैठ्नलाई। यो चाहिँ हाम्रो मालपोत है, नयाँ अहिले भर्खर यता सरेछ। पहिले यतै थियो, अहिले यतै सरेछ। यो चाहिँ हाम्रो विद्युत। हामी चाहिँ यहीँनिर आएर विद्युतको बिल बुझाउँछौँ है गाइज। सिधै लाग्यो अगाडि भएर रुपैयाँ लाग्दैछ। पुगिसक्यौँ भनौँ होइन। यहाँ चाहिँ चेक पोस्ट हो। यहाँ चाहिँ हाम्रो अब यो नेपाल बोर्डर हो है। अब हामी चाहिँ नेपाल बोर्डरबाट अब इन्डिया बोर्डरमा अब लागिसक्यौँ। यो चाहिँ इन्डिया बोर्डर हो। यहाँनिर चाहिँ अगाडि एकदम लाइन लाग्नुपर्छ। आजकल चाहिँ बहुत कडा कसी भइरहेछ यतातिर है। स्कुटीले पनि उछाड पछाड गरिरहेछ होइन। अब हेर्नु यत्रो लाइन छ, अब के गरेर लाइन लाग्ने होला छ गाइस। अब चाहिँ यहाँनिर चाहिँ बनाउन दिँदैन भिडियो, अगाडि चाहिँ जानुपर्छ हामी। यति लामो लाइन लागिरहेछ। साइड जानु न, उता पछाडि जानु न। कस्तो अगाडि घुसेको भयो मान्छे। यति लामो लाइन लागिरहेछन्, घुसिहाल्छन् मान्छेहरू पनि। यहाँ चाहिँ अब चाहिँ भिडियो बनाउन दिँदैन छ गाइज। हामी चाहिँ अगाडि गएपछि भिडियो बनाउँछौँ। चाहिँ चेक पोस्टबाट पनि निक्लिसक्यौँ हामी चाहिँ। अब अगाडिपट्टि बहिनीको चाहिँ वेट गरिरहेको छौँ हामीले। बहिनी चाहिँ आज लाइनमा छ। आज वेट गर्दा गर्दा म त चाहिँ छिटो भइहाल्यो। बहिनी चाहिँ आधा घन्टाभन्दा बढी लगाइदियो त्यहाँ वेटिङमा हुँदा हुँदा। लाइन लागेर परेसान बल्ल बल्ल। बस यतातिर लागिरहेछ गाइस। जाने हो, कुनै दिन जाउँला घुम्न। यहाँ चाहिँ हामीले सामान ल्याउने पसल हो। साउजी नमस्ते। पुरानो पसल यही के अरे उसको 36 को मामा। ओ आमा कसलाई फोन हाल्नु हुन्छ मामा? यो पनि मामा। होलसेल पसलमा आएको यहाँ कपडा लिनलाई होइन। चाहिँ यता पुरा यो होलसेल दुकान। यहाँ चाहिँ सामान लिन चाहिँ निकाल्दैछ मान्छे चाहिँ।
हामी चाहिँ यहाँ सामान लिन आएको निकालिरहेको सामानहरू अब चाहिँ हामी रिटर्न भइरहेछौँ अब घरतिर लागिरहेछौँ बिहान हामी 10:30 बजे घरबाट निस्केको अहिले चाहिँ 1:10 भइसक्यो अब हामी रुपैयाँबाट घर जाँदैछौँ अनि अब चाहिँ हामी अब डाइरेक्टै अब पसलमा पुगिसकेपछि हजुरसँग भेट हुन्छ आइसक्यौँ पसलमा अनि भर्खर 1 घन्टा भयो आधा घन्टा भयो हामी घर रुपैयाँबाट यहाँ पसलमा आउनलाई हामी चाहिँ अब पुगिसक्यौँ अब बसेर हल्का गर्मी भएको छ अब हल्का पानी सानी खाने बस्ने हामी चाहिँ अब यो कपडा चाहिँ लगाएर बिक्री गर्नलाई लगाएर एकदमै भिडियो बनाउँदैछु मैले मोडल बनाइदिएको छु कति राम्रो देखेको छ यो कपडा चाहिन्छ भने जिएस फेसनलाई सम्झिन सक्नुहुन्छ तपाईहरु मलाई चाहिँ 3-4 जोर लगाएर अब यो लास्ट यो कलर छ अब लास्ट एउटा यो कलर लगाउने छु हजुरलाई अनि भिडियो बनाएर अब यो पोस्ट गर्नलाई टिकटक मेरो हस्बेन्ड आइराख्नु भएको छ उहाँको लागि मासु खाने रे अनि आज चाहिँ मैले मासु अनि रोटी चाहिँ बनाउँदैछु यहाँ भेला बनाइसके अब रोटी हाल्छु एकछिनपछि मेरो हस्बेन्ड अझै बाटोमै हुनुहुन्छ अरे अहिले आउनुहुन्छ अरे खाना चाहिँ रेडी हुँदैछ मासु चाहिँ भइसक्यो हैन रोटी हाल्ने बाँकी छ बुढो चाहिँ आउँदै हुनुहुन्छ अहिले अब कतिखेर पुग्नुहुन्छ थाहा छैन भर्खर त 6:30 बज्छ कति बजे आउनुहुन्छ आएपछि हजुरलाई मेरो हस्बेन्ड चाहिँ भर्खरै घर ब्लग साझाको ब्लग सो गाइज अब हामीले चाहिँ खानासाना खाइसक्यौँ अब चाहिँ हामी अब सुत्ने रेडी भइसक्यो मेरो नानी चाहिँ यहाँ यसरी जुरु निन्दा लागिरहेछ हामीलाई हामी चाहिँ अब सुत्न तयारी भइरहेछ हाम्रो साँझको आज कति 9 9:30 भइसक्यो अब रेडी भइसक्यौँ हामी सुत्नलाई पनि हजुरहरूलाई के भन्छन् नै हाम्रो आजको ब्लग्स मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब सबै गरिदिनु होला हस् त बाई बाई गुड नाइट